हेलो नमस्ते सबैजनालाई, यो चाहिँ मेरो नयाँ ब्लग। हामी चाहिँ अहिले 9 बिसे क्याफे आइसकेछौँ गाडी यहाँ। यो चाहिँ यो आजको चाहिँ रमाइलो ब्लग हो कि नि। हामी चाहिँ अहिले यो फास्ट फुड एन्ड इज क्याफे भन्ने आइसक्यौँ। गाडी ठिक्क प्याक छ, एउटा सिट खाली छ। क्याबिनतिर चाहिँ हाम्रो स्टाफहरू एकजना यहाँ, एकजना हाम्रो मोसद दाइ चाहिँ स्टाफहरू छ। क्याबिन आज चाहिँ रमाइलो। चाहिँ हामी 9 बिसे आइयो च्याट्ट पारामा। यो चाहिँ हाम्रो सेक्सी लेडी हाम्रो गाडी यहाँ हिँड्ने बेला भेटौँला। चाहिँ हामी भर्खर 9 बिसेदेखि तल झरिसकेका छौँ। हाम्रो मोसद दाई, हेमन्त गुरु, ऋषिवर र यो चाहिँ बाबाजी सन्तन बाबा। अहिले हामी 9 बिसेदेखि चाहिँ तल ओह्रालो झर्दैछौँ। यो चाहिँ क्याबिनको लुक्स। मलाई जान्छु यता हेर नाच्ने यार, नाचेले यार नाच। खाना आइदिनु खै मसदै चस्मा लाएर ओले हेमन्तलाई ताल परेर नि गाई स्केलिङ छोडेर नाच्नु छ अहिले। तपाईँलाई मन ल भनी पो भनेको नि। हामी चाहिँ अहिले दह्रो जाममा परेर दाउने ओह्रालोमा। रातिको कति बजे? 2 बजे। 2 बजे। मसद दाइ ठिक भानु बढिया हौ। स्पायर दे रक्छ यार। सुति दह्रो जामला तलबाट मात्र गाडी सरेको। लुलो भन्ने कस्तो हुन्छ? लुलो के हो यो लुलो? कस्तो खालको लुलो? मसद दाइ लुलो होला नि। सुति हाँस्नु यार। तल मात्र गाडी सऱ्यो भने हामी चाहिँ सरिने भइसक्यो। हामी गाडी घोडा चाहिँ ख्याट गर्दै आएन नि गाडी। ट्रकहरू मात्रै देखिन्छ नि, बसेर देखिन्न नि यहाँ त। उषा लाइट हालेको छ। यस्तो लाइट किन हाल्नु हुन्न रे दाइ? आफै पानी गराइन्छ। ट्रकहरूले तान्दै नतानिरहनु, एकमा घ्या 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 घ्या। बस्दै जाँदा
आयो बस्यो एउटा बल्ल सम्भाला सेक्सी आइन भाइ ओइ बहुत चल्छ बिहामा मैले मासु भात भन्दैछु भात खाएन अब अर्घाँचीको बिना दाइ कहाँ गयो है देखै परेनन् दुइटै रिजर्भ गरेछ है सामाला त मर्सद दाइको सुताइ मरद छ के के सुते भने स्मेल दिइराख्न सुते भने हाँस्नुहुन्छ यार किङ एयर बसायो कहिले बाटो बन्ने यार अब लुसिफरलाई चुनाव उठाउन पर्यो कि अघिल्लो पालि केमा एकचोटि त अहिले भएन फेरि अहिले लौ एकचोटि हो फेरि यार फेरि पहिला सडक थियो गन्तव्य यहाँ चाहिँ लम्बा जाम छ हामी बसेको लगभग 1 घन्टा भन्दा मैले अघि भर्खर झगडा भिडियो बनाएको मेची एयरबस जाजरकोटतिर गाडी चल्दैन चल्छ नि हाम्रो अर्घाँचीको आउन बिना दाइ भाइ हाम्रो भलकमा स्वागत छ घट्दै कान्छ भन्ने यो बास लगा बल्ल आयो हाम्रो अर्घाँचीको गाडी 2:30 बजे टोरो जान्छु बाटो पुगेर तलबाट मात्र गाडी सर्छ अब अर्घाँचीको गाडी बल्ल 2 बजे आयो अब यिनीहरू काठमाडौँ पुग्न त कति लगभग कति 2-3 बज्छ होइन टाइम मिटर उठ्नु थाहा हुने मलाई के थाहा अहिले 2-3 बज्छ बस्छ कि अझै अशोक दाइरो त सेम डे होइन सबलेको लगाइ जाम पुलिस भेटौँला ओइल चाहिँ दाइको डेस्टिनेसन आइसक्यो दाइ गुड मर्निङ दाइ ल जाने है दाइ हामी चाहिँ भर्खर जामबाट निस्केर चौडाइयो दाइ चाहिँ पुग्नु ल्याइ बस्नुहुन्छ गाइसले चाहिँ गाडी साडी धोएर भइयो च्याट्टा गाडी पुरै अहिले चाहिँ हाम्रो काली भाइ बस्यो स्टेरिङमा गाडी साडी सबै धोएर भइयो च्याट्टा पार्ने भोलि चाहिँ हाम्रो 11 नम्बर हो गाडी ए 5 लाइट दे त 5 लाइट बाल्न ल भाउ ल अहिले थ्याङ्क यू फर वाचिङ गाइज